नमस्कार, म माधव। दर्शकवृन्द, आज कार्यक्रम शिवराज संवाद लिएर म शिवराज नगरपालिकाको शिक्षा शाखामा पुगेको छु। खास गरी शिवराज नगरपालिकाले शिक्षा क्षेत्रमा गरेका कामहरूको बारेमा चर्चा गर्नको लागि यहाँ आएको छु। यो कार्यक्रम तपाईँले रेडियो समानता, रेडियो भोइस, रेडियो शिवराज, रेडियो मेरो साथीबाट सुनिरहनु भएको छ। साथै हाम्रो सामाजिक सञ्जालबाट पनि तपाईँले हेरिरहनु भएको छ। खास गरी पछिल्लो समय शिवराज नगरपालिकाले जसरी निशुल्क शिक्षा सञ्चालन गर्यो र यसको प्रभावकारिता गुणस्तरीयताको विषयमा प्रश्न उठिरहेका छन्। सोही सन्दर्भमा लिएर तपाईँहरूलाई जानकारी दिने उद्देश्यसहित म आज शिवराज नगरपालिका शिक्षा शाखा प्रमुख पुरा विश्वकर्मासँग कुराकानी गर्नेछु। ढिला नगरी म कार्यक्रमतर्फै केन्द्रित हुन्छु। स्वागत छ यहाँलाई। आरामै हुनुहुन्छ? ठिक छ। अब अहिलेसम्म यस आर्थिक वर्षमा शिवराज नगरपालिका शिक्षा शाखाले के काम गर्यो? प्रश्न धन्यवाद। यहाँलाई थाहै छ, शिवराज नगरपालिकाले अहिले विगत 3 वर्षदेखि हामीले अनिवार्य रूपमा निःशुल्क शिक्षा चाहिँ लागू गरिरहेका छौँ। यो शिवराज नगरपालिका अन्तर्गत रहेका चाहिँ करिब 22,500 विद्यार्थी जुन सामुदायिक विद्यालयमा अहिले पनि अध्यापन गर्छन्। ती विद्यालय, सबै विद्यालयमा हाम्रो यहाँ करिब 55वटा विद्यालयमा छ। अनि त्यसपछि वैकल्पिक 10वटा विद्यालयमा हाम्रो करिब 22,500 विद्यार्थी रहेका छन्। शिवराज नगरपालिकाले निःशुल्क शिक्षा कार्यान्वयन गर्नको लागि चाहिँ विगत 3 वर्षदेखि कार्यान्वयन गरिरहेको छ। र हामीले विद्यालयमा चाहिँ अब सर्वप्रथम त विद्यालयमा चाहिँ सीमान्तकृत वर्गहरू जो चाहिँ विपन्न छन्, जो चाहिँ अब विद्यालयको पहुँचभन्दा बाहिर छन्, त्यस्ता बालबालिकाहरूले सबभन्दा पहिलो कुरो भनेको पहुँचको कुरा हुन्छ। विद्यार्थीहरू विद्यालयमा आएपछि अनि बल्ल त्यहाँ चाहिँ अब पढ्ने चाहिँ अवसर पायो भने अनि बल्ल पढाइको कुरो हुन्छ। यसको साथसाथै अब हामीले विद्यालयमा हुने सम्पूर्ण व्यवस्थापन नगरपालिकाबाट गरिरहेका, त्यहाँ हुने मानव स्रोतको व्यवस्थापन, त्यहाँ हुने शैक्षिक गुणस्तर सम्बन्धी विभिन्न प्रकारका गोष्ठी कार्यक्रमहरूदेखि लिएर हामीले अहिले निःशुल्क मात्र होइन कि अब शिक्षा चाहिँ गुणस्तरीय पनि हुनुपर्छ भन्ने जुन एउटा च्यालेन्ज छ। बाहिरी अब धेरै कुराहरू पनि उठिरहेको हुन्छ। अब भन्ने भने वास्तवमा कुनै प्रकारको अध्ययन अनुसन्धान पनि भएको छैन अहिलेसम्म पनि यो निःशुल्क शिक्षाको प्रभावकारिताको बारेमा खासै भएको पनि छैन। तर त्यही पनि हामीले विगतका नतिजाहरू हेर्ने हो भनेपछि विगत 3-4-5 वर्षको नतिजाहरू हेर्ने भने हामी अहिले हेर्ने चाहिँ कक्षा 8को नतिजा, कक्षा 10को नतिजा, कक्षा 12को नतिजाहरू हेर्ने हो भनेपछि हामी विगतभन्दा अहिलेको वर्षहरूको निःशुल्क शिक्षा कार्यान्वयनको पश्चातमा पनि हामी त्यसमा कमी आएको छैन। र हाम्रो अहिले हेर्ने भने गएकै मात्र रिजल्ट हेर्ने भने हामी करिब चाहिँ 26-27% चाहिँ बढोत्तरी नै भएछ कक्षा 8 कक्षा चाहिँ 10को नतिजा हेर्ने भने। र कक्षा 8को नतिजा हेर्ने भने त हामी करिब 90% को हाराहारीमा छौँ अहिले। र कक्षा 10को पनि हामी ग्रेड वृद्धिको परीक्षाको नतिजा पछिको जोड्ने हो भने हामी ग्रेड वृद्धि बाहेक चाहिँ 68% छ भने त्यसको कक्षा ग्रेड वृद्धिको परीक्षाको पश्चातको हेर्ने पनि करिब हामी अब 80% भन्दा हाम्रो माथि छ नतिजा। र त्यसै अब कक्षा 12को पनि हाम्रो 50% भन्दा माथि छ। र अब ग्रेड वृद्धि पछिको नतिजाहरूलाई पनि फेरि केलाएर हेर्ने भने हामी त्यसमा पनि 70-75% को हाराहारीमा छौँ। र हामीले मापदण्ड भनेको अब हाम्रो विद्यार्थीहरू चाहिँ अब एउटा स्ट्यान्डर्डाइज टेस्ट स्तरीकृत परीक्षामा चाहिँ कति पास भयो, कति अब फेल भयो भन्ने नै हो अहिले हामीले हेर्ने। अब त्यो पश्चात अब हामीले अब ऊ चाहिँ अब यो शिक्षा हासिल गरेर पछि के गर्यो भने त्यसको प्रभावकारिता मूल्याङ्कन अब चाहिँ प्रभावकारिता हेर्ने कुरा त अब सधैँ छ। त्यो पछिको पार्ट भयो। त्यो भनेको अब त्यो 10 वर्षपछि 20 वर्षपछि एउटा चाहिँ भनौँ न कक्षा 1मा भर्नु भएको बच्चा चाहिँ वयस्क भएर एउटा चाहिँ भनौँ न मास्टर्स कम्प्लिट गरेर एउटा भनौँ न उसको लेभल कम्प्लिट गरेर भोलि गरेर उसले चाहिँ के गर्छ त उसको जीवनमा भन्ने कुराहरू प्रभावकारिता हेर्ने त्यो पछिको समय हो। तर अहिले हामीले हेर्ने चाहिँ वास्तविक उसको चाहिँ कक्षाको एउटाको तह पास गरेर अर्को तहमा जाँदाखेरिको नतिजा हेर्ने हो हामी चाहिँ हाम्रो गुणस्तर छ छैन भन्ने कुराहरू। त्यस कारणले गर्दाखेरि हामी निःशुल्क पनि छ र अहिले हामी चाहिँ गुणस्तरीय शिक्षा गर्नको लागि पनि विभिन्न प्रयासहरू पनि गरिरहेका छौँ। यो सँगसँगै तपाईँले भनिरहँदा जसरी निःशुल्क शिक्षालाई यहाँले प्रभावकारी रूपमा अगाडि बढाइरहनु भएको छ, सँगसँगै कतिपय विद्यालयहरूमा निःशुल्क शिक्षा सँगसँगै भौतिक संरचनाको अभाव, है, कतिपय विद्यालयहरूमा अझै पनि पानी चुहुने समस्या, यी समस्याहरू यहाँले कसरी हेर्नुहुन्छ? भौतिक संरचना अब हाम्रो नजरले हेऱ्यो भने हामी त भौतिक संरचनामा त धेरै अब्बल छौँ भन्छौँ हामीले। किनकि हामीले अहिले पनि के गरिरहेका छौँ भने हामीलाई सङ्घीय सशक्त अनुदान मार्फत प्राप्त हुने बजेटहरू, प्रदेश सरकारबाट बजेट प्राप्त हुने चाहिँ या प्रदेश सरकारले बनाएका संरचनाहरू कोही अधुरा समय नगरपालिकाले पनि बनाइरहेका छौँ।
र त्यस्ता प्रकारको कसैको टिम चुइन्छ, कसैको भौतिक संरचना अलिकति जीर्ण भएको छ भने हामीले त्यस्ता प्रकारका विद्यालयबाट प्रस्ताव र माग गरेर हामीले त्यस्ता प्रकारका विद्यालयलाई प्रत्येक वर्ष सपोर्ट गरिरहेका छौँ हामीले। होइन, टिन भनेको कस्तो कुरा हो भने अब एउटा प्राविधिक या टिनलाई चाहिँ यसो चाहिँ अब सेटिङ गर्दाखेरि सामान्य अब त्यसको किला काटी ठोक्दाखेरि अलिकति सामान्य भनौँ न त्यो मिलाएन भने त्यो सामान्य कुरा हो। त्यो नयाँ टिन ठोके पनि त्यो त भोलि या उही दिन पानी पऱ्यो उही दिन पनि चुहिन्छ। त्यस कारणले गर्दाखेरि त्यसलाई हामीले कतिपय विद्यालयहरूमा टिन चुहिने समस्या समाधानको लागि या एमसिल हुन्छ कि या अन्य कुरा पेन्ट गरेर हुन्छ कि या त्यो भनौँ न कम्तीमा पानी चुहिने समस्यालाई थोरै बजेटमा अब हामीले भनौँ न एउटा बिल्डिङको लागि 5-7 हजारमा हुने प्रविधिहरू पनि छन्। त्यो प्रविधि पनि विद्यार्थीलाई अप्नाउन भनेका छौँ र कतिपय फेरि त्यति गरेर पनि नभएको विद्यालयहरूमा हामीले अब टिम पनि चेन्ज गरेका छौँ। अहिले पनि हामीले भर्खरै पनि यो वर्ष पनि चेन्ज गरिरहेका छौँ। विभिन्न हाम्रो सङ्घ संस्थाहरू छन्, हाम्रो लोकल एनजिओहरू, उनीहरू मार्फत पनि हामीले काम गरिरहेका छौँ। र भौतिक संरचना मात्रै होइन कि हामीले वासको सेक्टरमा पनि विद्यालयको सरसफाइको सेक्टरमा, विद्यालय विपद व्यवस्थापनको सेक्टरमा लगायत खानेपानीको सेक्टरमा हामी काम गरिरहेका छौँ। र विद्यालयको जहाँ के समस्या छ हामीलाई अब जानकारी भयो भने वडा मार्फत हुन्छ कि नगरपालिकाको बजेट हुन्छ कि विभिन्न सङ्घ संस्था हुन्छ कि त्यति मात्र नभएर अन्य विभिन्न पूर्वपकाई सङ्घ संस्थाहरू हुन्छन्, व्यक्तिहरू हुन्छन् होइन। कुनै मार्फत हामी कहाँ आएका चाहिँ गुनासाहरूलाई सकेसम्म सम्बोधन गर्ने प्रयास गरेका छौँ। त्यस कारणले पनि अब हामी भौतिक रूपमा कमजोर छौँ या केही सानोतिनो समस्याहरू हुन्छन् होइन। तर त्यो के हो भनेपछि अब आजकलको सामाजिक सञ्जालको सानो कुराहरू राख्ने बित्तिकै विभिन्न प्रकारका प्रतिक्रिया आउँछन् र समस्या सानो हुन्छ। सानो र हामीले त्यसलाई चाहिँ हामीले 500, 1000 अब 2000मा चाहिँ सेट त्यसलाई चाहिँ अब भनौँ न हामीले त्यो समाधान गर्न सक्ने कुराहरूमा पनि अनावश्यक कुरा चाहिँ बाहिरबाट आइरहेका हुन्छन् होइन। ठिक छ, ती आए होइन, ती अब समाधान पनि हुँदै जान्छन्। अर्को तपाईँहरूमाथि जुन आरोप छ, म आरोप पनि आम सर्वसाधारणको कुराहरू पनि तपाईँमाझ राख्छु। खास गरी यो उत्तरी भेगका स्कुलहरूमा अलिक बढी प्राथमिकता दिने भन्ने एउटा आरोप छ। दक्षिणका स्कुलहरू अझै फन्डमा आउन सकेनन् होइन, गुणस्तरीयता कायम गर्न सकेनन्। अर्को शिक्षकहरूको विषयमा पनि तपाईँलाई मनपर्ने या चाहेको शिक्षकलाई चाहिँ हाम्रो ठाउँमा ल्याउने होइन, अरू जो अलि नजिक छैन उसलाई चाहिँ अलिक टाढै पठाइदिने या दुःखै दिने राख्नु, यो नियत प्रयोग छ भन्ने कुरा समुदायमा छ। यसलाई यहाँले कसरी यसो छ, पहिलो कुरो अब उत्तर र दक्षिण भन्ने चाहिँ शिवराज नगरपालिकाले अब त्यो विशेष चाहिँ ध्यान दिएका छौँ हामीले। किनभने चाहिँ हामीले अहिले पनि हेऱ्यौँ भने हामीले विभिन्न प्रकारका स्रोत साधनहरू पनि विनियोजन गर्दाखेरि हामीले पूर्व के अरे दक्षिण र उत्तरलाई मिलाएरै गरेका छौँ। र अर्को कुरा चाहिँ हामीले अहिले जति पनि सङ्घ संस्थाहरू छन् हामीसँग काम गर्नेहरू, जस्तै किराक नेपाल छ, एक्सन एड छ, जस्तै अन्य हामीसँग सङ्घ संस्थाहरू अझै पनि छन् हामीसँग होइन। ती युनिसेफ भयो, यी सङ्घ संस्थाका अधिकांश कार्यक्रमहरू हामी चाहिँ दक्षिणी भेगमै लगाएका छौँ। दक्षिणी भेगमै उनीहरूलाई सङ्घ संस्थालाई चाहिँ विद्यालय तोकेर तपाईँ यो विद्यालयमा काम गर्नुहोस्, यो कामहरू गर्नुहोस्, यो विद्यालयको यो आवश्यकता छ पनि भनेका छन्। र हामीले पनि समान रूपमा चाहिँ हामीले दक्षिणी भेगकै विद्यालयहरू चाहिँ अनुगमन गरेका छौँ। त्यहाँ चाहिँ अब शैक्षिक गुणस्तर किन कायम हुन सकेन त? शिक्षकको कारणले हो कि विद्यालयको कारण कि समुदायको कारणले हो कि किन भइरहेको छैन भनेर हामीले व्यापक रूपमा चाहिँ हामीले गएको वर्ष चाहिँ जेठको महिनादेखि, जेठ असारदेखि हामी अहिले पनि त्यसको चाहिँ जेठ असारको महिनामा अनुगमन गऱ्यौँ। त्यसै गरी अहिले बिचमा पनि हामीले अनुगमनहरू फ्रिक्वेन्टली गरिरहेका छौँ। अनुगमनले हाम्रो चाहिँ के देखाइरहेको छ भनेपछि हामीले गरेको चाहिँ अनुगमनले त्यहाँ हामीले पठाएका विकास सहायता संस्थाहरूले गरेको प्रयासहरू चाहिँ त्यहाँ देखिन थालेका छन्। त्यो प्रभावकारिता अब त्यसको देखिँदैछ र शैक्षिक गुणस्तरमा पनि अलिकति त्यसले चाहिँ मलाई लाग्छ हाम्रो यो शैक्षिक स्तरमा केही चाहिँ त्यसले केही प्रभावकारी या भनौँ सकारात्मक केही आशाहरू चाहिँ जगाउँछ जस्तो लाग्छ मलाई। र हामीले अब उत्तर दक्षिण भन्ने छैन, हामीले उत्तर दक्षिण स्वभावैले भन्दा पनि अब वास्तविक त केही कमजोरहरू छन् त्यताका विद्यालयहरू, र त्यसको पनि हामीले चाहिँ चिरफार गर्दैछौँ। र त्यसलाई पनि अब भनौँ न हामी विभिन्न दरबन्दी मिलान परमहरूमा पनि यहाँले भन्नुभयो अब कोही नजिकका टाढाका भन्ने हुँदैन। हामीले यहाँ चाहिँ के हो भने शिक्षकको क्षमता हेरेर हामीले मूल्याङ्कन गर्ने हो। कुनै पनि विद्यालयमा कुनै शिक्षक राख्न चाहिँ अब अनुचित छ भन्ने रिपोर्टिङ आएको छ भने त्यस्ता प्रकारका शिक्षकले त्यो विद्यालयबाट हटाउनु भयो, जसले चाहिँ त्यहाँ त्यो शैक्षिक वातावरण खलबल आइरहेको छ। अर्को कुरा चाहिँ कोही शिक्षक चाहिँ कुनै विद्यालयमा आवश्यक छ है। कुनै हामीले अहिले धेरै विद्यालयहरूमा अङ्ग्रेजी माध्यमबाट सिकाइ सजीकरण गर्ने वातावरण मिलाइरहेका छौँ। हाम्रो धेरै विद्यालयमा अहिले 0 देखि 12 सम्मै अब अङ्ग्रेजी माध्यमबाट चलिरहेका छन्। त्यस्ता विद्यालयमा हामीले त्यहाँ अलिकति क्यापेबल शिक्षकहरू पठाउने होइन, तल्लो तहकामा चाहिँ स्थायी भए तापनि या अन्य भए तापनि। र चाहिँ अन्य विद्यालयहरूमा भने अब 1-3 अब 1-5मा त अब सामान्य अरू शिक्षकहरूले पनि त्यहाँ पठन पाठन गर्न सकिहाल्नुहुन्छ भन्ने तरिकाले हामीले चाहिँ हामीसँग भएको स्रोत जुन मानव स्रोत छ नि शिक्षकहरू, त्यसलाई चाहिँ व्यवस्थापन गरेको हामीले
अब कसैलाई व्यक्तिगत रूपमा चाहिँ अब हामी कहाँ शिक्षकले आएर चाहिँ गुनासो गरेको अवस्था छैन। अब समुदाय जनस्तरमा अब के गुनासो भयो, अब हामी कहाँ चाहिँ आयो भने त्यस्ता गुनासोहरू सुन्ने र त्यसलाई समाधान गर्ने हामीले अवसर पायो भने अझ त्यो राम्रो हुन्छ। र अब आएर शिक्षकले कसैले पनि हामीसँग चाहिँ अब यस्तो प्रकारको गुनासो छ भन्ने कुरा चाहिँ अब मलाई लाग्छ हामीसँग अब हामीले प्रत्येक वर्ष दरबार मिलान गरिरहेका छौँ, प्रत्येक वर्ष शिक्षकहरू व्यवस्थापन गरिरहेका छौँ, पढाउहरू व्यवस्थापन गरिरहेका छौँ। अहिले यति मात्र नभएर हामीले विद्यालय सहयोगी, कुनै विद्यालय सहयोगीले विद्यालयमा अब या सहायकले विद्यालयमा कुनै प्रकारको काम गर्दाखेरि अप्ठ्यारो पाइरहेको छ, त्यसको व्यवस्थापन गर्ने कुराहरू, बाल विकासलाई व्यवस्थापन गर्ने कुराहरू र हामीले सबैले चलायमान बनाएका छौँ। काम चाहिँ गर्नुपर्छ। त्यहाँ चाहिँ अब विद्यालयमा गएर शिक्षकको जिम्मेवारी हो, विद्यालयभित्र जुन बालबालिका जति समय विद्यालयमा रहन्छन् त्यो समयभरि चाहिँ बालबालिकाहरूलाई चाहिँ तोकिएको शैक्षिक सक्षमताहरू हासिल गराउने काम चाहिँ शिक्षक हो। शिक्षकले चाहिँ कुनै पनि नाममा, अभिभावकको नाममा अभिभावकले चाहिँ सहयोग गरेन, विद्यालयको पढाउले सहयोग गरेन, या चाहिँ समुदायले सहयोग गरेन, व्यवस्थापनले सहयोग गरेन भन्ने होइन कि शिक्षकको मूल जिम्मेवारी के हो, त्यो जिम्मेवारी चाहिँ पुरा गर्नु पर्यो। शिक्षकले चाहिँ यो विद्यार्थीले किन यति सिकाइ सक्षमता चाहिँ पुरा हासिल गर्न सकेन, यसको नतिजा किन कमजोर भयो भनेर शिक्षकले चाहिँ जवाफ दिन सक्नुपर्छ, शिक्षक जवाफदेही बन्नुपर्छ होइन। त्यो क्रममा केही भयो होला कुराहरू होइन, त्यसको लागि अब कतिपय शिक्षकहरूले त्यो काममा चाहिँ उहाँहरूलाई आफैले साबित गर्न सक्नु भएन होला। त्यस्तो अवस्थामा फेरि अब पालिकाले फेरि सोध्नुपर्ने अवस्था आउँछ है। उहाँलाई त्यहाँ राख्दाखेरि त्यो प्रकारको चाहिँ सिकाइ चाहिँ उहाँले चाहिँ प्रदान गर्न सक्नुहुन्न भने उहाँले विद्यालय जानु पर्यो होइन, या घर बस्नु पर्यो, राजीनामा दिनु पर्यो। त्यो सँगसँगै यो तपाईँले जसरी मर्चको सिस्टम ल्याउनु भयो होला, त्यसले गर्दा धेरै विद्यालयहरूका भौतिक संरचनाहरू अहिले अलपत्र अवस्थामा देखिन्छ। विद्यार्थीहरू तपाईँले देखिरहनु भएको छ, अहिले पनि धानखोलाबाट हरेक बिहान 10 बजी बाटोमा रोकाउने परिस्थिति छ गाडीहरू। विद्यार्थीहरूलाई त्यो समस्या पनि भइरहेछ। अर्कोतिर यी संरचनाहरू अलपत्र बन्ने, अब अनि जीर्ण बन्ने, अब यिनीहरू त कामै नलाग्ने अवस्थामा पुग्न लागिसक्यो। यसमा तपाईँले तिनलाई प्रयोग पनि गर्न सक्नु भएको छैन। मर्च भनेर विद्यार्थीहरूले अलिक टाढा लाने यो पनि एउटा दुःख भइरहेको छ भन्ने छ। यहाँहरूले यसलाई कसरी समय हेर्नु भएको छ, समाधान गर्ने? अब हाम्रो अहिलेसम्म विद्यालय भवन प्रयोग नभएका भनेको अब 2टा विद्यालय मात्रै हो। एउटा चाहिँ देउराली प्राथमिक विद्यालय र अर्को चाहिँ दुर्गा प्राथमिक विद्यालय हो। 2टाको देउराली प्राथमिक विद्यालय हो, सबै हाम्रो अब संरक्षित नै छन् होइन। त्यस कारणले गर्दा यसो अब हामीले के हो भने प्रमुख कुरा चाहिँ अनिवार्यता निश्चित शिक्षा कार्यान्वयन गर्नको लागि ठुलो स्रोत साधनको आवश्यकता पर्छ। हामीले स्रोतलाई जति केन्द्रीकृत गर्छौँ, पहिलो कुरा त के हो भने विद्यालय नोक्साङ्कन या विद्यालय जस्तै प्राथमिक तहको विद्यार्थीलाई एउटा विद्यालयबाट अर्को विद्यालयको दूरी भनेको 3 किलोमिटर हो या आधी घन्टाको दूरी हो, 20 मिनटको दूरी हो भनेपछि त्योभन्दा दूरी चाहिँ बढी हुने गरेर हामी कुनै पनि विद्यालय चाहिँ समायोजन गरेका छैनौँ, मर्ज गरेका छैनौँ। यति मात्र नभएर हामीले चाहिँ स्रोत व्यवस्थापनको हकमा चाहिँ त्यो विद्यालयको चाहिँ जुन मर्ज भएको विद्यालयको चाहिँ अब भौतिक संरचना लगायत त्यहाँको अन्य चाहिँ सबै कुराहरू चाहिँ अब व्यवस्थापनको लागि चाहिँ त्यो जुन विद्यालय नजिकको विद्यालय चाहिँ त्यो विद्यालय चाहिँ हामीले चाहिँ जिम्मा दिएको अवस्था छ। र अर्को कुरा रहेछ यो मर्जको कुरा चाहिँ अब हामीले अहिले अब यहाँ हाम्रो गएको यो चालु आर्थिक वर्षमा हामीले बिजिसिओ कन्सेप्ट ल्याइरहेका छौँ। अब नजिकको विद्यालय हो भने तर विद्यालय सानो विद्यालयहरूमा चाहिँ गुणस्तरीय शिक्षा चाहिँ प्रदान नहुने जस्तो समस्याले गर्दाखेरि अहिले हामीले यो वर्षको नीति तथा कार्यक्रममै विधिशुल्क कन्सेप्ट लिएका छौँ। र मलाई लाग्छ यो वर्ष पनि हामीले विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलानकरणमा केही विद्यालयहरू मर्ज पनि हुन्छन् होइन, समायोजन पनि हुन्छन्। हामीले एउटा नजिकको नयाँ ठुलो विद्यालयमा चाहिँ तिनीहरूलाई गाभेर या तिनीहरूको व्यवस्थापन सम्पूर्ण जिम्मा दिएर चाहिँ विद्यालय चाहिँ त्यही ठाउँमा सञ्चालन हुन्छ, तर व्यवस्थापन ठुलो विद्यालयले गर्छ गुणस्तरीय शिक्षा प्रदानको लागि चाहिँ। किनकि त्यो विद्यालयको व्यवस्थापनले त्यो जनशक्तिले चाहिँ त्यहाँ गर्न नसकेको हुँदाखेरि अनि एउटा हामीले चाहिँ अलिकति चाहिँ अब हामीले प्रमुख च्यालेन्ज भनेको चाहिँ अब यहाँले सुरुमै प्रश्न गर्नुभयो होइन, यो गुणस्तरको चाहिँ अब व्यापक रूपमा कुरो उठिरहेको छ भन्नुभयो होइन। गुणस्तर त अब हामी खस्केको छ त भन्दै भन्दैन, हामी किन डेटा प्रेजेन्टेसन गर्ने हो। अब कसैले अब त्यस्तो प्रकारको गुणस्तर खस्केको डेटा चाहिँ राख्नु भएको छ भने हामीसँग अब टेस्ट गर्न सक्नुहुन्छ उहाँले, ल तपाईँको यहाँनिर चाहिँ शैक्षिक गुणस्तर खस्क्यो भनेर। र समग्रमा हेर्ने भने चाहिँ हामीले चाहिँ अब हाम्रो प्रमुख च्यालेन्ज भनेकै गुणस्तर हो। हामी निःशुल्क मात्र होइन कि हामी शिवराज नगरपालिकाले गुणस्तरीय शिक्षा प्रदान गर्छौँ भन्ने। र शिवराज नगरपालिकामा चाहिँ अन्य जिल्ला र छिमेकी पालिकाहरूको पनि फ्लो हेर्नुभयो भने विद्यार्थीको मलाई लाग्छ 2500-3000 को हाराहारीमा चाहिँ हामीसँग अन्य पालिकाको विद्यार्थीहरू पढ्न आउनुहुन्छ भने यहाँ केही छ भनेर त आउनुहुन्छ नि। यहाँ गुणस्तरीय शिक्षा छ, हाम्रो यहाँ शिक्षकहरू चाहिँ कम्पिटेन्ट हुनुहुन्छ, हाम्रो भौतिक संरचना राम्रो छ भनेर मात्रै आउनुहुन्छ। त्यस कारणले गर्दा पनि के हो भने हामी चाहिँ यसमा चाहिँ यति मात्र नभएर हामीले अरू कामहरू पनि गरिरहेका छौँ शैक्षिक गुणस्तर कायमको लागि। अहिले हेर्ने भने हामीले चाहिँ एउटा
जो सिकाइ उपलब्धि जति गर्दा पनि त्यो विद्यार्थीको चाहिँ सिकाइ उपलब्धि चाहिँ अब राम्रो हुँदैन, उसको सिकाइ उपलब्धि चाहिँ भनौँ न सन्तोषजनक छैन भने अभिभावक भेटघाट कार्यक्रम मात्रै एउटा शिक्षक चाहिँ विद्यार्थीको घरमै जाने कार्यक्रम चाहिँ हामी सञ्चालन गरिरहेका छौँ हामीले। त्यो विद्यार्थीको चाहिँ अब के सिक्सटी गर्नु पऱ्यो, त्यसको बारेमा अध्ययन अनुसन्धान गर्नु पऱ्यो, त्यो विद्यार्थीले किन चाहिँ अब सिकाइ हासिल सक्षमताहरू हासिल गर्न सकिरहेको छैन भनेर हामी यति मात्र होइन, प्रत्येक विद्यार्थीगत चाहिँ हामी चाहिँ यति मात्र नभए विभिन्न शैक्षिक सङ्घ संस्थाहरू मार्फत सहरमा पनि हामीले विद्यार्थीगतै हामीले यस्ता प्रकारका चाहिँ अब शैक्षिक उपलब्धि को लागि चाहिँ शिक्षकले पनि विद्यार्थीगतै अब शिक्षक सिकाइका चाहिँ उपायहरू अप्नाउने प्रणालीसम्म त हामी विकास गरिरहेका छौँ। शिक्षकले चाहिँ वैदिक शिक्षण सिकाइ प्रणाली अप्नाउने सम्मको हामी चाहिँ प्रणालीहरू अप्नाउने गरिरहेका छौँ। त्यस्ता प्रकारका हामी कक्षा कोठामा चाहिँ सिकाइ सहजीकरण गरिरहेका छौँ। यति मात्र नभए कक्षा 10को 8को लगायत अन्य सिकाइ सुधारको लागि चाहिँ हामीले सुधारमा कक्षाहरू चलाइरहेका छौँ। अनि अर्को यति मात्र नभएर हामीले कक्षा 8, 10को र 12को चाहिँ हामीले सम्पूर्ण शिक्षकहरूको चाहिँ विद्यालयगत विषयगत सिकाइ उपलब्धि या उनीहरूको ग्रेड नन ग्रेड पर्सेन्टेज निकालेर हामीले ठुलो सङ्ख्यामा नेपाल आदर्शमा चाहिँ हामीले चाहिँ प्रेजेन्टेसन गरेर सबभन्दा हाई सिकाइ उपलब्धि राम्रो सिकाइ उपलब्धि भएको विषयगत शिक्षकले चाहिँ त्यो विषयमा सबभन्दा कम सिकाइ उपलब्धिसम्म त्यो शिक्षकलाई चाहिँ हामीले चाहिँ विषय विज्ञसँग विद्यार्थी परामर्श कार्यक्रम अन्तर्गत चाहिँ अहिले चाहिँ हामीले के गर्यौँ भने यसलाई चाहिँ पाइलटिङ प्रोग्रामको रूपमा चाहिँ अहिले चाहिँ के गरेका छौँ भनेपछि राम्रो सिकाइ उपलब्धि भएको शिक्षकले चाहिँ जसको सिकाइ उपलब्धि कम छ त्यो शिक्षक सँगसँगै राखेर चाहिँ त्यो विद्यालयमा गएर चाहिँ के गर्ने भनेपछि त्यहाँका विद्यार्थीहरूलाई सहजीकरण गर्ने। कसरी चाहिँ के भन्छन् सिकाइ सहजीकरण गर्दाखेरि विद्यार्थीहरू नन ग्रेडेड हुने सम्भावना के अरे नन ग्रेडेड हुनेलाई चाहिँ हामीले न्यूनीकरण गर्न सकिन्छ भनेर हामी चाहिँ मसिनो तरिकाले चाहिँ हामी विद्यालयगत मात्रै होइन कि हामी विद्यार्थीगत तौरले पनि अहिले सिकाइ सहजीकरणलाई यसलाई चाहिँ सिकाइ सक्षमताहरू हासिल गराउने, विद्यार्थीहरूले पास गराउने, नन ग्रेड पर्सेन्टेजलाई कम गराउने भनेर एकदम हामी लागि परेका छौँ होइन। अब यो त अब फेरि शिक्षामा गरेको लगानी, शिक्षामा गरेको प्रयास फेरि अब हामी 1 वर्षमा 2 वर्षमा देखिने कुरा पनि होइन, यसले लामो समय लिन्छ होइन। त्यस कारणले गर्दा पनि हामी चाहिँ हामीले गर्ने प्रयासहरू गरिरहेका छौँ र सकारात्मक प्रभावहरू पनि देखिरहेका छन् र केही अब त्यस्तो प्रकारका चाहिँ अब गुनासाहरू छन् होइन। गुणस्तरीय शिक्षाले गरेका चाहिँ शिक्षाका कुनै पार्टमा होला नि त्यस्तो समस्याहरू पनि होला होइन, हामीले गर्न नसकेका हामीले नदेखेका हामी त्यस्ता हामीले अब हाम्रो सम्पूर्ण नगरवासीहरूलाई चाहिँ त्यस्तो प्रकारका समस्याहरू पनि आउनुहोस्, हामीलाई सल्लाह सुझाव दिनुहोस्, त्यसलाई हामीले चाहिँ निराकरण गर्नको लागि के गर्न सकिन्छ होइन। हामी सबैको साथमा छौँ र यसमा लागि सबैले सहयोग गर्नको लागि हार्दिक अनुरोध गर्छु। अब हामी कार्यक्रमको अन्त्यतिर छौँ। अन्त्यमा जसले विद्यार्थी, अभिभावक, शिक्षक होइन जसलाई शिक्षा सम्बन्धी समस्या छ उसले कसलाई सम्पर्क गर्ने भन्ने विषयमा थोरै जानकारी दिनुहोस् न। हाम्रो सामुदायिक विद्यालय होस्, संस्थागत विद्यालय होस्, कुनै पनि हामीले चाहिँ अब एउटा गुनासो सुनाइको संयन्त्र पनि छ। कुनै पनि प्रकारको अभिभावकलाई, शिक्षकलाई या विद्यार्थीलाई या जनसमुदायलाई जसलाई पनि गुनासो हुन्छ हामीसँग डाइरेक्ट पनि सम्पर्क गर्न सक्नुहुन्छ। विद्यार्थीले शिक्षकहरूले विद्यालय मार्फत पनि सम्पर्क गर्न सक्नुहुन्छ। विद्यालयमा हामीले यति मात्र नभएर नगरपालिकाले येल्लो बक्स पनि राखेका छौँ। हामीले त्यहाँ शिक्षकले विद्यार्थीले नगरपालिका सम्बन्धी चाहिँ गुनासोहरू पनि राख्न पर्छ, जस्तो प्रकारको गुनासोहरू राख्न सक्नुहुन्छ होइन। त्यस कारणले गर्दाखेरि हुन्छन् कार्यान्वयन तिनी हामीसँग त्यस्ता प्रकारका गुनासो आयो भने हामी विदिन आवरमा त्यस्तो ठाउँमा स्पष्ट पनि पुग्छौँ हामी होइन। त्यस कारणले गर्दाखेरि हामी यसमा एकदमै संवेदनशील छौँ। शिक्षा भनेको अब विकासको एउटा भनौँ न मूल आधार पनि हो, प्रारम्भिक एउटा खम्बा पनि हो होइन। त्यस कारणले गर्दाखेरि शिक्षाको बारेमा जस्ता चाहिँ जो विद्यार्थी, शिक्षक, जनसमुदाय जसलाई जे समस्या छ विद्यालय मार्फत हुने समस्या विद्यालय मार्फत आउँछन् र जनसमुदाय डाइरेक्ट राख्नुपर्ने हो। शिक्षा शाखा, नगरपालिका प्रमुख लगायत सबै हामी कहाँ चाहिँ आएर गुनासो राख्नुभयो भने हामीले त्यस्ता प्रकारका गुनासाहरूलाई सम्बोधन गर्ने प्रयास गर्छौँ। समय दिनुभयो धेरै धेरै धन्यवाद। हवस्, धन्यवाद। मलाई पनि अब सिराज नगरपालिकाको बारेमा शैक्षिक अवस्थाको बारेमा चाहिँ केही जानकारी राख्ने अवसर दिनुभयो, त्यसको लागि यहाँलाई पनि धेरै धेरै हार्दिक आभार व्यक्त गर्छु। हवस्, धन्यवाद। दर्शकवृन्द, आज हामी शिवराज नगरपालिकाको निःशुल्क शिक्षा, प्रभावकारिता, गुणस्तरीयता लगायतका विषयमा सवाल गऱ्यौँ र तपाईँलाई यो कार्यक्रम कस्तो लाग्छ, जस्तो लाग्छ जस्तै सल्लाह सुझाव दिन नभुल्नुहोला। अर्को विषयमा फरक व्यक्तित्वसँग कुराकानी गरेर लिएर आउनेछौँ। तबसम्मको लागि म पनि बिदा हुन्छु। नमस्कार।